आज शनिबार भएर धेरै मान्छेहरू आएको छ। पापराजी हाम्रो टोली चाहिँ अब खानपिन सिद्धियो अनि अहिले चाहिँ सबैजना खोलातिर गएको छ। फोटो 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 मैले चाहिँ यो कुखुराको मासु फ्राई गरेको छु। साथीले चाहिँ चना बनाएको छ। चना अस्ति भर्खर हिउँ परेको ठाउँ अहिले हरियाली भइसकेछ। आज चाहिँ हामी शिक्षकहरूको टोली पिकनिक खान जाने रे, ड्राई पिकनिक। अनि खानेकुरा आफैले लिएर जाने, पिउने कुरा पनि आफैले लिएर जाने, अनि गएर आफ्नो आफ्नो खाने फर्कने। कुखुराको मासु र चनाले खोकेर साथी अगाडि अगाडि हिँड्दैछ, म पछि पछि। यहाँबाट हिँडेर जानुपर्छ, हिँडेर फेरि बस समातेर बसमा चढेर जानुपर्छ है सन्जे। सम्यकको कुरा गरौँ। ड्रग स्टोरमा रक्सी किन्ने निर्णय गरियो। नमस्ते। それが何ですか？イエーイ。元気ですか？どこ行きますか？私ロックウェイ？あ、ロック。あ、一緒に行くの？一緒に生徒と。あ、いいね、いいね。川の隣。そう、同じところかも。多分違う。私たちはなんだっけ川があって、はい。なんだっけバーベキュー場。あ、いや私たちもその隣もう少しちょっとそう私たちもねなんか持ってて、ピクニックみたいな形で、そういいね。生徒だ生徒。はいはい。生徒一人は私。ご一緒に。दिदी बहिनीहरू हामी अर्कै ठाउँमा जान्छौँ त रिसाएर अर्कोतिर गएर बसेछ। हामी चाहिँ सँगै जान्नौँ, हामी अर्कै ठाउँमा जानु लाग्यो, तपाईँहरूसँग होइन भनेर भनेको। रिसाएर छुट्टै गएर अगाडि गएर बसेछ।はい、ありがとうございます。いっぱいありますね。いっぱいあるね、ここ。ほら、5時。いっぱいあります。¡Qué buenas piernas! ¡Qué buenas piernas! यो टेन्टहरुमा बस्न पनि सकिन्छ। अनि यो पारी घरहरु छ, यो घरहरु पनि 6-7 वटा बेड हुन्छ, आफै
सबै सफा गर्ने सबै चिज हुन्छ त्यहाँ। त्यस्तै 20,000 2500 त्यही 2200 जति पर्छ भनौँ न एक रातको। तर राम्रो छ बस्ने व्यवस्था र त्यो छेउमा फेरि खाने व्यवस्था पनि हुन्छ, बार्बिक्यू गरेर खाने ठाउँ घरहरू उत्तिर छ। यो नर्मल यो टेन्टहरूमा बस्नेहरूको लागि भने यो खाना पकाएर खाने ठाउँ यहाँ भयो, भाँडा धुने ठाउँ। यो चाहिँ हाम्रो ठाउँ आइपुग्यो। नुहाउन चाहनेहरूको लागि सावर रुम, बाथरुम केटा एकतिर केटी यतिर, टोयलेट चाहिँ यता। ट्री हाउस चाहिँ यहाँ तल छ। Hello, Sensei. How are you? Fine, Sensei. Nice to see you. Yes, yes. How are you? Nice to see you. For now, we just speak. Yeah, water. Okay. No. Okay. 皆さんの YouTube の YouTube。じゃあみんな、OK？ じゃあみんな乾杯できます。 Okay. はい。じゃあせーの。乾杯。 Sensei. いや先生乾杯。 अरे मोन्स्टर फोहोर फाल्नको लागि यस्तो मस्त बनाइदिएको रहेछ। बोतलहरू, क्यान सबै यहाँ। धेरै घरहरू छ, एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा, जो 6वटा बेड हुन्छ। माथिल्लो तल्लामा तल्लामा फ्रिज स्रिज खान पकाउनेदेखि लिएर सबै। अनि बिचमा चाहिँ यो ठाउँ बार्बिक्यू गर्नको लागि। हामी साकुरा फेरि फिल्मको सुटिङको बेलामा चाहिँ यसमा बसेको, यो घरमा बस्यौँ र त्यो घरमा बस्यौँ। बाँकी साथीहरू चाहिँ पारी नपुगेको मान्छेहरू चाहिँ उहाँ टेन्टमा बस्नुभएको थियो। अहिले हाम्रो टोली चाहिँ यहाँ। यो चाहिँ ट्री हाउसहरू सबै ट्री हाउस। यसमा चाहिँ सबै सुत्ने यो माथि भयो, तल बस्ने। अनि यो सबै ठाउँको यो जस्तै मासु पोलेर खाने ठाउँहरू चाहिँ तल हुन्छ सबैको। घर चाहिँ यस्तो हुन्छ। म त सुतेको छैन, तर सुनेको कुरा अनुसार अलि हल्लिन्छ अरे। अनि माथि चढ्ने चाहिँ यो सिँढी चढेर माथि सुत्ने ट्री हाउस। आज शनिबार भएर धेरै मान्छेहरू आएको छ। लगभग सबै मान्छेहरू भरिन्छ होला सायद बेलुकासम्म, जताततै मान्छेहरू छ। थोरै मान्छेहरू आउने बेलामा यसरी टेन्टमा बस्न मिल्छ र बिचमा चाहिँ बस्ने या मासु पोलेर खाने परिवारहरू धेरै छ।
हाम्रो टोली चाहिँ अब खानपिन सिद्धियो अनि अहिले चाहिँ सबैजना खोलातिर गएको छ। ल हामी पनि खोलातिर जाउँ है त एकछिन। खोलामा खेल्न मन लाग्यो खोलामा, अरू चाहिँ यता यो पारीको चाहिँ हुस्की फ्याक्ट्री हो कि यो कोमागाने। सबैजनाले के हेरेको सबै दङ्ग परेको भनेको त उता पो रहेछ। वाउ त्यो बादलको आकार सुक्कै नै। फोटो 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 यहाँको कार्यक्रम सिद्धियो। फेरि अर्को ठाउँमा जाने के भनेर सल्लाह गर्दै सबैजना। छुट्टी नै गाह्रो भयो।